ओके यो चाहिँ मेरो फर्स्ट भिडियो। मैले दुईटा भिडियो अगाडि सुट गरिदिएको थियो तर मैले अपलोड गरेन। अपलोड गर्नको कारण के छ, अपलोड नगर्नको कारण के छ कि त्यो भिडियोमा मैले केही बोल्न पाएन, राम्रो बोल्न पाएन। जे मन त्यो बोलिदियो अनि अपलोड गरिदियो, त्यस्तो चाहिँ हुँदैन। यो चाहिँ मेरो फर्स्ट भिडियो हो भन्न सक्नुहुन्छ। अनि टाइटल सबै भिडियोमा सेम रहन्छ, दिस इज माई यो रहन्छ टाइटल। फर्स्ट भिडियो, सेकेन्ड भिडियो, थर्ड भिडियो वा डे 1, डे 2, डे 3 यही टाइटल रहन्छ। अनि यो भिडियोको बनाउनुको मोटिभ मेरो के हो, मेरो मोटिभ यो मेरो मोटिभ तेरो मोटिभ के छ यो अनुराग। मेरो मोटिभ छ, माई नेम इज अनुराग यादव। मेरो मोटिभ छ कि म चेन्ज गर्न पाउँछ कि म यो भिडियो बनाओस् अनि यो भिडियोलाई अपलोड गर्दाखेरि नभ्यू आओस् वा भ्यू आओस्, नो प्रब्लम मलाई, तर नभ्यू आओस् अनि भ्यू आओस्। अनि म चाहिँ बोलिरहेको छु अहिले राम्रोसँग बोलाइरहेको छैन। किन बोलाइरहेको छैन? द रिजन इज कि मैले कहिले प्र्याक्टिसै गरेन यसरी बोल्नको। अनि अहिले चाहिँ मसँग यहाँ हेर्नु तपाईँ पछाडि मेरो टास्कहरू छ कि यो टास्कहरू मैले लेखेको छु आफ्नो लागि। 90 दिनको थियो, अहिले 30-40 दिन भइहालेछ, तर मैले केही गरेको छुइनँ त्योमा। भिडियोको मोटिभ चाहिँ के छ, मलाई राम्रो बनाउनु, म बेटर बन्नुस्। यो चाहिँ मेरो भिडियोको मोटिभ। अनि भिडियोको मोटिभ चाहिँ यही हो कि म बेटर बनोस्। कोही बेटर बनोस् वा नबनोस् त्यसले मलाई चाहिँ केही प्रब्लम छँदै छैन। मलाई बेटर बन्नु छ। म कसरी बेटर बन्छु? म यहाँ बोलिरहेको छु अनि सेम 3 महिना बाद यो भिडियो हेर्छु म र भन्छु कसरी म बोलिरहेको छु यार। त्यहाँ चाहिँ राम्रो भइहाल्छ कि म स्पिकिङ गरिरहेको छु अहिले नि, त्यो राम्रो भइहाल्छ। किन भइहाल्छ? किनभने म डेली बोल्छु नि यसलाई, अनि डेली ह्याबिट लागिहाल्छ। डेली म आफ्नो इन्ट्रोडक्सन दिन्छु। हे देयर, माई नेम इज अनुराग यादव। हे देयर, आई एम अनुराग यादव। हे देयर, आई एम अनुराग यादव। हे देयर, आई एम अनुराग यादव। हे देयर, I am Anurag Yadav. I am from Dhanusa, Nepal. I am from Dhanusa, Nepal. Today I am talking about why I am starting why I am uploading this video. This video motive is to improve me, improve me and myself together. Not anyone, not even viewers, to improve me only. Because I want to improve myself, then viewers. And जबसम्म म चाहिँ राम्रोसित इम्प्रुभमेन्ट मेरो हुँदैन तबसम्म म चाहिँ भ्युअर्सलाई के सिकाउँछु, यही चाहिँ मेरो मोटिभ हो। अनि यो भिडियोमा म चाहिँ आफ्नो गोल्स पनि भन्छु, किनभने भ्यू त आउनुवाला छैन। मेरो गोल्स चाहिँ यो छ, मलाई क्रिकेटर बन्नु छ, नेपालको लागि खेल्नु छ। आई वान्ट टु बिकम अ क्रिकेटर टु प्ले फर नेपाल। अहिले म चाहिँ यहाँ छु, यहाँ हेर्नु। अनि मलाई चाहिँ जानु छ यहाँ विराट कोहली। I want to play like Virat Kohli. I want to aura like Virat Kohli. I want to become like Virat Kohli. I want to play flick shot like Virat Kohli. I want to play cover drive like Virat Kohli. I want to play like Virat Kohli and Vaibhav Suryavanshi. I want to become a cricketer. I am cricketer. यो भन्नुको मोटिभ मेरो चाहिँ के हो? यो भन्नुको मोटिभ चाहिँ यो हो मेरो कि यस्तो भन्छु म भने मेरो सबकन्सियस माइन्डमा यो जाओस्। आई वान्ट टु बिकम अ क्रिकेटर। मलाई क्रिकेटर बन्नु छ। क्रिकेटर बन्नुको लागि के गर्नुपर्छ? पहिलो काम, क्रिकेटर बन्नुको लागि के गर्नुपर्छ? पहिलो काम, मलाई डेली प्र्याक्टिस गर्नुपर्छ अनि गर्नु पर्यो। मलाई डेली प्र्याक्टिस गर्नु पर्यो अनि गर्नुपर्छ। यहाँ चाहिँ सान्डी राईलाई हामीहरू एनिवेज ह्याप्पी बर्थडे सान्डी राई। आज चाहिँ सान्डी राईको बर्थडे छ, सन्दीप लामेछाने दाईको। अनि सान्डी राईलाई नि हेरौँ, ऊ चाहिँ कति मेहनत गरिरहेको छ। अनि अहिले चाहिँ
उनको कम्पेरिजन चाहिँ राशिद खान जस्तो बलरसँग भइरहेको छ। ऊ चाहिँ राशिद खान चाहिँ यहाँ भयो अनि स्यान्डी राई चाहिँ यता भयो, किनभने हाम्रो नेपाल क्रिकेट चाहिँ त्यति ग्रो भएको छैन, त्यसैले हाम्रो नेपाल क्रिकेट चाहिँ यतै छ। नत्र स्यान्डी राई त सबैभन्दा माथि छ भाइ, सबैभन्दा माथि। अनि अरू म चाहिँ यो भिडियोमा भन्छु, यति मात्र छैन कि यो भिडियोको मोटिभ यही छ, मेरो अरू मोटिभ पनि छ। जस्तै मलाई यो भिडियोले के हुन्छ, म चाहिँ नेपाली बोलिरहेको छु अनि नेपाली मेरो राम्रो हुन्छ। किन राम्रो हुन्छ? किन मैले नेपालीले बोलिरहेको छु, म डेली बोल्छु 3 महिनासम्म, 90 दिन कम थोरै हुन्छ, 21 दिनमा मान्छेको ह्याबिट बनिहाल्छ र मेरो चाहिँ 90 दिन रहन्छ। ओके, म चाहिँ हिजो 10 मिनट, भोलि 10 मिनट 15 मिनटको भिडियो सुट गर्छु। यो चाहिँ मेरो बाइ द वे सेटअप हो कि क्रिकेट खेल्नु हो। अहिले चाहिँ मैले केही बनाएको छु अनि बनाउँछु। अब आई वान्ट टु बिकम अ क्रिकेटर, मलाई क्रिकेटर बन्नु छ। जसरी भए पनि मलाई क्रिकेटर मात्र बन्नु छ, अरू केही लाइफमा गरौँ नगरौँ क्रिकेटर बन्नु छ मलाई। आई वान्ट टु बिकम अ क्रिकेटर, आई वान्ट टु बिकम अ क्रिकेटर। ओके, okay, all right guys, here is the video, and but in this video I can't practice my English because all the things I can speak in Nepali. I want to become a cricketer, I want to become a cricketer. And also other video, in upcoming video I'll practice my loud speaking, like hey guys, यस्तो चाहिँ प्र्याक्टिस गर्छु म। other more like to speak slow. Hey guys, my name is Anurag Yadav. Hey guys, I am Anurag. Suppose you can speak fast and you can speak slow. Hey guys, hey there, I am Anurag Yadav. Hey there, I am Anurag Yadav. Option second is more comfortable and more polite, and that is the reason to speak slow. Okay, I hope you like this video. Thanks for watching. Bye.